मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थान हो। आफ्नो मनले चिताएको कामना अर्थात् मनको इच्छा पूरा गर्ने भगवती वा देवी रूपमा मनकामनालाई पूजिन्छ। मनको इच्छा पूरा गर्ने भएकोले यो देवीको नाम मनकामना रहन गएको भन्ने जनविश्वास रहिआएको छ। एकपल्ट राजा रामशाहले गोरखाका उपल्लो कोट दरबारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन्। त्यसपछि राजा अचानक बिरामी भई स्वर्गीय भए। उनको अन्त्येष्टि मस्याङदी नदीको दरौदी दोभान रामशाह घाटमा गरियो। त्यस बेलाको चलन अनुसार रानी लीलावती पनि राजा रामशाहसँगै सती गइन्। भक्त लखन थापा शोकाकुल भई विलाप गर्दा रानीले तिम्रो इच्छा पूरा गर्न तिम्रै गाउँको एक छेउमा फेरि प्रकट हुनेछु भनेर भनिन् रे। त्यसको महिनापछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अड्की त्यसबाट दूध र रगत बग्न थालेछ। द्रव्य दृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्वारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरियो। दशैंको महाअष्टमीका दिन भगवतीको मन्दिरमा विशेष पूजा गरिन्छ। यिनै भगवतीको कृपा र गुरु गोरखनाथको आशीर्वादले पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सफल भएको इतिहासमा उल्लेख छ।